Hello guys, I want to share you a good idea. यो चाहिँ घिउमा चाहिँ यो घाँस के हो भन्नु चला यो चाहिँ कुस हो गाइस हैन। यो चाहिँ मैले पहिला पनि शेयर गरे जस्तो लाग्यो तर आज नि फर्स्टमै शेयर गर्छु भनेर मैले चाहिँ यहाँनिर फुल भोल्युममा राखेको छु र यो कुसको बेनिफिट चाहिँ के छ भने के युजफुल छ भने चाहिँ यो घिउलाई उम्लेर जानु दिँदैन रे गाइस हो र कुस लगाइदिएको छ भने चाहिँ घिउ उम्लेर पोखिँदैन भनेर अहिलेसम्म चाहिँ मैले गर्दै आइरहेछु र एक्सपिरियन्स भइरहेछ र तपाईहरुलाई पनि आज चाहिँ स्टार्टिङ देखि नै देखाइदिएको गाइस। अन्त यसरी दुधमा पनि तपाईहरुले काँचो दुध राख्नु पर्ने छ भोलिको लागि भने एउटा सानो कुस लगाएर फ्रिजमा राख्दिनुहोस्। कहिले दुध फ्रिजमा हैन बाहिर राख्दा पनि दुध फाट्दैन रहेछ हो गाइस। यो पनि मैले यो गरे हैन तपाईहरुलाई जानकारी दिएको यो पनि यो चाहिँ केको मैला हैन यो चाहिँ कुस हो गाइस। सो कुसले चाहिँ घिउ उम्लेर पोखिनु दिँदैन अरे गाइस। हेर्नुस् है गाइस फुल भोल्युममा छ मैले सानो बनाएको पनि हैन र उम्लिरहेछ मजाले उम्लिसकेको छ हैन र कुसमा चाहिँ यति शक्ति हुँदो रहेछ भन्ने चाहिँ अहिले मात्रै थाहा भयो गाइस। कुसमा चाहिँ धेरै शक्ति हुँदो रहेछ। भगवानको पालिदेखिको सत्य कुरा चाहिँ हाम्रो गुरुदेवले शेयर गर्नुभएको गुरु टीकाराम आचार्यले शेयर गरेको कुरा चाहिँ हैन म तपाईहरुलाई एकदम लाइफ एक्सपिरियन्स देखाउँदैछु र कुस भनेको चाहिँ कति चाहिँ भगवानको पालिदेखि शक्तिशाली रहेछ भन्ने कुरा चाहिँ यहाँबाट हेर्नुस् है। फुल भोल्युम छ फेट टुप्पो टुप्पोमा आइसक्यो तर पोखिनु दिँदैन। कुसको चाहिँ यति शक्ति क्या गाइस। एकदम मजाले उम्लिरहेछ। यसलाई पटक 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 पड्केपछि चाहिँ अल राइट हुन्छ हैन गाइस। अब चाहिँ यो फिसहरु जान थाल्यो है गाइस। यति शक्ति छ कुसमा। बिस्तारै पन्सिनु थाल्यो है गाइस। कुसको शक्ति देखाउँदैछ है गाइस। कुसको शक्ति यसरी फुल राख्दा नि पोखिँदैन उम्लेर माथि टुप्पोमा पुग्छ तर पनि पोखिँदैन। कुसको शक्ति